नमस्कार सम्पूर्ण साथीहरुमा। यो हाम्रो धान खेती हो। अब यो धान खेतीमा चाहिँ मलको कमी भइरहेको कारणले गर्दा धान सोचे अनुसार राम्रो भएको छैन र वर्षा पनि अब खासै धानका लागि उपयुक्त हुने वर्षा यो साल परेको छैन। पानीको पनि समस्या छ। पानीको साथसाथै मल त बजारमा खोजे पनि पाउँदैन र मल फुटकर विक्रेताहरूले चाहिँ फुटकर किन्न जाँदा 70 देखि लिएर 100 रुपैयाँ प्रति किलोमा बेचिरहेका छन्। त्यसैले गर्दा यो समस्या सालसालै बल्झिरहेको छ। यस्तै हो, किसानले दुःख गर्यो खेतीपाती लगायो, उब्जनी भयो भने बजार मूल्य पाउँदैन। खेती लगाउँदा लागत भन्दा कम मूल्यमा अब कृषि योग्य वस्तुहरू बेच्नुपर्ने स्थिति छ। यसको निराकरणका लागि सम्बन्धित निकाय, कृषि मन्त्रालय, नेपाल सरकारले बुझिदिएको भए अझै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई। हजुरहरूको विचारमा के लाग्छ? कमेन्ट दिनुहोला।